देशहरूले 20 वर्ष अगाडि यही मोडलमा काम गरेर विश्व बजारमा आफ्नो वर्चस्वता कायम गरिसक्यो। तर भर्खर यो जुन रिसर्च डाक्टर अमृता शर्माले गर्नुभयो र यसको साइज चाहिँ नि $500 मिलियन छ भनेर हामी दङ्ग परिरहेका छौँ। यो रिसर्चले धेरैजना राजनीतिकर्मीहरूलाई आइटीको त विज्ञ बनाइदिसक्यो। तर जबसम्म हामीले यसमा लगानी गर्दैनौँ, यसको यो $500 मिलियन मा खुसी भएर बस्नुपर्ने चाहिँ अवस्था रिस्की देखिन्छ। हाम्रो आइटी सेक्टर भनेको यो प्रडक्ट ड्रिभन होइन, यो सर्भिस ड्रिभन हो। र जबसम्म लेबर आर्बिट्राज हुन्छ, सेम क्वालिटीको मान्छेको लागि विदेशमा भन्दा नेपालमा हाम्रो तलब कम हुन्छ, त्यति बेलासम्म यो सेक्टर फस्टाउने हो। र पहिला के हुन्थ्यो भन्दाखेरि आम्दानी डबल गर्न त्यतिकै अनुपातमा हेडकाउन्ट, त्यतिकै अनुपातमा इन्जिनियर्सहरू थपिने गर्थ्यो। तर अहिले विश्व बजारमा जुन भइरहेको छ यो भाइब कोडिङ अथवा जेनेरेटिभ एआई अथवा एजेन्टिक एआई, यसले गर्दाखेरि यो इन्जिनियरिङ पाइपलाइन, स्पेसली जुनियर इन्जिनियर्सहरूको पाइपलाइनमा चाहिँ नि खलल पुग्न सक्नेछ भनेर धेरैजनाले प्रक्षेपण गरेका छन्। 6 महिनादेखि 1 वर्षमा क्लियर हुन्छ, तर यो डेफिनेटली चेन्ज चाहिँ हुन्छ भनेर उहाँहरू सबैले भनिरहेका छन्। हामीले यसको लागि के गर्दैछौँ त? नीति तथा कार्यक्रममा यसको एक लाइन पनि आएन सभामुख महोदय। यही क्षेत्रका जानकारहरूसँग छलफल गरेर र यसमा प्रश्न र सुझावहरू माग्दाखेरि यी कुराहरू आएका छन्। मैले सरकार र सम्पूर्ण सदनको ध्यान आकर्षण गराउन चाहेँ। सफ्टवेयर र आइटी इन्डस्ट्रीमा हामीले जब एक्सपोर्ट गर्छौँ, त्यो एक्सपोर्ट सर्भिस एक्सपोर्ट हो भने सर्भिस एक्सपोर्टमा VAT लाग्छ कि लाग्दैन, यसबारे नीतिबाटै प्रश्न हुनुपर्ने कुरामा कुनै विभागको कर्मचारीको तजबिजीमा छोड्ने हो कि अदालतको फैसलामा छोड्ने हो? यहाँ काम त्यो जति त्यो इन्डस्ट्री छ, त्यो इन्डस्ट्रीमा सबभन्दा हाइएस्ट 39% ट्याक्स तिर्ने कामदारहरू त्यही छन्। यो कुरामा क्ल्यारिटी नदिने हो भने धेरैवटा कम्पनीहरू मारमा पर्नेवाला छन्। त्यो भनेको हाम्रो धेरैजना काम गर्ने कामदारहरूको जागिर चाहिँ धरापमा पर्नेवाला छ। त्यो अलरेडी एक लेभलको भइ पनि सकेको छ। दोस्रो, टेक सेक्टरलाई हामीले प्राथमिकतामा राख्दै गर्दाखेरि हामीले कस्तो नीति बनाउँछौँ? हामीले आफ्नो देशको मात्र हेरेर नीति बनाउँछौँ कि हाम्रो कम्पनीहरूले त त्यो बङ्गलादेशको कम्पनी, इन्डियाको कम्पनी, युक्रेनको कम्पनीसँग कम्पिट गरेर प्रोजेक्टहरूको लागि बिड गर्नुपर्छ? त्यो रिजनली कम्पिटेटिभ चाहिँ नि नीति आउनु पर्यो आइटी सेक्टरको लागि, त्यो मिसिङ छ। अनि अहिलेको यो जुन जेनेरेटिभ एआईले गर्दाखेरि इन्जिनियरिङ पाइपलाइन चेन्ज डिस्टर्ब हुन्छ भनिरहेको छ, त्यसको लागि हामीले टेक सेक्टरलाई कस्तो ट्याक्स इन्सेन्टिभ प्रोभाइड गर्छौँ त्यसमा सरकार मौन छ, त्यसमा बोल्नुपर्छ। र यो $500 मिलियन मा यो आधाभन्दा बढी चाहिँ नि फ्रिलान्सर्स, गिग इकोनोमीमा काम गर्ने र कन्टेन्ट क्रिएटरहरूले जेनेरेट गर्ने हो। सरकारले कहिले यो सामाजिक सञ्जाल बन्द गरिदिन्छु अथवा यो डलर कार्ड $500 मात्र राखिदिन्छु भन्दाखेरि त्यहाँ काम गर्ने मान्छेहरूको लागि चाहिँ नि सुनिश्चितता खोइ त? उहाँहरूले मोनिटाइज गर्नको लागि सरकारले के कस्तो प्रावधान यही राखेको छ, त्यसमा सरकारको स्पष्ट धारणा आउनै पर्छ। त्यसपछि सरकारले आइटी सेवा खरिद गर्दाखेरि सकेसम्म नेपालको कम्पनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। र यो नेपाली कम्पनीले फुलफिलै गर्न नसक्ने क्राइटेरिया राखेर कुनै विदेशी कम्पनीलाई मात्र टार्गेट गरेर चाहिँ नि प्रोक्योरमेन्टको कुनै पनि खुल्नु भएन। र नेपाली कम्पनीले दिनै सक्दैन, बाहिरबाटै विदेशी कम्पनीले दिनु पर्यो भने टेक्नोलोजी ट्रान्सफर म्यान्डेटरी गर्नु पर्यो। मैले पासपोर्टको यो जुन कम्पनीलाई दिएको छ त्यो $20 मिलियन भन्दा बढीको ठेक्का हो। त्यो $20 मिलियन त्यो त्यतिको 10% पनि हाम्रो नेपाली जनशक्तिले, हाम्रो टेक सर्भिसले पाउने हो भने धेरैजनाले ग्रोथ गर्न सक्छ, इकोसिस्टममा सपोर्ट हुन्छ। यो टेक्नोलोजी ट्रान्सफरको यो बुदा चाहिँ नि हरेक टेक प्रोक्योरमेन्टमा हरेक तहको सरकारले प्रोक्योर गर्दाखेरि यो म्यान्डेटरी गर्नै पर्छ। यो गर्यो भने बल्ल बेस्ट प्र्याक्टिसहरू नेपाल भित्रिन्छ। 5औं बुदा है त, यहाँ खुलेका धेरै कम्पनीहरू चाहिँ नि यो डायस्पोरा